अहिले बर्दियामा चुनावी माहौल तातिँदैछ। नेताहरू तपाईको घर घर आँगन आँगनमा भोट माग्न आउँदैछन्। तर तिनी प्रत्येक नेताहरूको दुईटा मुख्य एजेन्डा मात्रै देखाइराखेका छन्। त्यो गुलरिया र बारा बर्दिया जोड्ने भत्केको जब्दीघाट पुल बनाइदिन्छु, अर्को यो बर्दियामा धेरै टाइमदेखि घटिराखेको चितुवाको आक्रमणलाई लिएर। त्यही नेताहरू मन्त्री हुँदा त्यो पुल बनाउन सकेनन्। अहिले फेरि चुनावमा उभिँदै गर्दा त्यो पुल बनाइदिन्छु भन्दै तपाईमाझ भोट माग्दै आइराखेका छन्। अब तपाई पनि आफ्नो कर्तव्य निर्वाह गर्नुस्। ती नेताहरूसँग तपाई सोध्नुस्, तपाईले यो बर्दियाको लागि के गर्नु भएको छ? तपाई मन्त्री हुँदा समेत त्यो पुल बनाउन नसक्ने र अहिले निर्वाचन हुँदैखेरि तपाई भोट माग्दैखेरि त्यो पुल बनाइदिनुहुन्छ भन्ने हामी विश्वास कसरी गर्ने? यहाँहरूसँग सवाल गर्नुस्, तपाईको एजेन्डा के छ, विचार के छ, तपाई यो बर्दियाको लागि के गर्नुहुन्छ र यत्रो समय बित्दासम्म तपाईले यो बर्दियाको लागि के गर्नुभयो? यो तपाईको दायित्व हो। उनीहरूसँग गर्ने प्रश्न, गर्ने सवाल र उनीहरूले यी सवालहरूका जवाफ दिनुपर्छ। किनभने अहिले हामी यदि यो देशलाई परिवर्तन गर्न सकेनौं भने यो देशको मुहार कता जान्छ हामीलाई चिन्ता छ। त्यसकारण हामी सबैले अब अहिले यो देश परिवर्तन गर्नको लागि हाम्रालाई हैन राम्रालाई छान्नुस्। तपाईले कुनै पनि पार्टीलाई नहेर्नुस्। क्षेत्र अनुसार व्यक्ति कस्तो छ, त्यो व्यक्तिको विचार कस्तो छ, त्यो के एजेन्डा लिएर आछ, कुन ठाउँमा के आवश्यकता छ र त्यो के भन्दै छ, त्यसको एजेन्डा के छ, त्यो हेरेर मात्रै भोट दिनु होला। त्यसकारण अहिले यो देश परिवर्तन गर्नको लागि आफ्नालाई हैन राम्रालाई छान्नुस्। त्यति मात्र हैन, तपाई हामी सबैलाई थाहा छ नेताहरू जित्नको लागि पैसा दिएर पनि भोट लिने गरेका छन्। यो कुरा देशव्यापीमा सबलाई थाहा छ। तर अहिले हामी सचेत बन्नुपर्छ। ती जुन नेताहरूले हामीलाई पैसा दिएर हाम्रो भोट किन्छन् तिनीहरू कहिले पनि गएर विकास गरिदैनन्। किनभने यदि यो निर्वाचनमा तिनी 50 लाख खर्च गरेका छन् भने तिनी 1 करोड कमाउनको लागि नै अगाडि गएका हुन्। त्यसकारण अहिले त्यसले हामीलाई पैसा दियो, हामी त्यसको दब्यौं र त्यसलाई नै भोट दिनुपर्छ भन्ने त्यो नसोच्नुस्। किनभने त्यो हाम्रै पैसा हो, हामीले नै तिरेको करबाट त्यसले भ्रष्टाचार गरेर राखेको पैसा हामीलाई फिर्ता दिँदैछ। त्यसकारण अहिले सचेत बनौं र यो देशमा परिवर्तनको निम्ति आफ्नो कदम चालौं। यस बर्दियाली युवाहरूसँग म विनम्र अनुरोध गर्न चाहन्छु कि यो निर्वाचन सभ्य र मर्यादित बनाउनको लागि हामी सबैको दायित्व हो। हामी आफ्नो मतको सही प्रयोग गर्न पाउनुपर्छ। कुनै पनि संघ संस्था, कुनै पनि क्लबका जो कोही पनि छन्, सबैजना मिलेर हामी यो देश परिवर्तन गर्नको लागि, यो निर्वाचनलाई सभ्य र मर्यादित बनाउनको लागि अगाडि सर्नुपर्छ। तपाईहरू आफ्नो गाउँघरका बुढापाकाहरूसँग भेट्नुस्। तपाई यो व्यक्तिलाई भोट दिनुस् नभन्नुस्, तर त्यो व्यक्तिको चरित्र कस्तो छ, विचार कस्तो छ, त्यो के भिजन लिएर अहिले निर्वाचनमा उभिएको छ, त्यो भिजन बताउनुस्। किनभने हाम्रा गाउँघरका बुढापाकाहरू पढे लेखेका छैनन्, हामी जस्तो सोशल मिडिया प्रयोग गरिदैनन्, तिनीहरू कस्तो छ भन्ने कुरा थाहा पाउँदैनन्, तर हामी थाहा पाउँछौं। त्यसकारण अहिले हाम्रो दायित्व हो हामी सबै युवाहरू मिलेर आफ्नो गाउँ टोल समाजमा आमा बुवाहरूलाई को व्यक्ति कस्तो छ, त्यो के लिएर आछ, हाम्रो यो बर्दियाको लागि कस्तो विकास गर्छ भन्ने कुरामा सबलाई त्यो जानकारी मात्रै दिने हो भने न हाम्रो न तिम्रो एकदम स्वच्छ र निष्पक्ष मर्यादित निर्वाचन हुन्छ र यो देशको परिवर्तन हुन्छ। म यति भन्न चाहन्छु। हस्, धन्यवाद।